रिएको छ र फेरि पनि अब अरुण केसी सरबाट सर्भिस हुन गइरहेको छ के सर्भिस लाग्छ र सर्भिस काजी श्रेष्ठ सरबाट एकदमै ठुलो मिस्टेक भएको छ र फेरि पनि अरुण केसी सरबाट सर्भिस र हाम्रो सर्भिस लागिसकेको थियो फेरि पनि हाम्रो सर अलि ट्यालेन्ट हुनुहुन्छ त्यसैले झुक्क्याइहाल्नु भयो र बल खसिहालेछ पनि काजी श्रेष्ठ सरबाट एकदमै राम्रो सर्भिस र रिसिभ पनि एकदमै राम्रो टिकाराम सरबाट वाउ र राम्रो बचाउ छ हाम्रो ईश्वर सरबाट फेरि पनि अब बसन्त सरबाट टच भएको क्रममा अब फेरि पनि हाम्रो अरुण केसी सरबाट सर्भिस आइरहेको छ अरुण सरले लिइसक्नु भएको छ र गोपाल बस्नेतबाट हेलिकप्टर स्पाइक र अब टिकाराम सरबाट वाउ सिग्नेचर स्पाइक मलाई लाग्छ आज टिकाराम पोखरेल ज्यूको अटोग्राफ लिनै पर्छ जस्तो लागिरहेको छ र हाम्रो अरुण केसी सरबाट पनि लिनुपर्छ किनभने उहाँले दुईटा सर्भिस बाहेक अरू सबै सर्भिस लगाइराख्नु भएको छ र फेरि लाग्यो फेरि पनि वाउ सो नाइस राम्रो बचाउ रहेको थियो फडेन्द्र ज्यूबाट र हाम्रो स्पाइकर गोपाल बस्ने ज्यूबाट एउटा ठुलो मिस्टेक हुन गएको छ त्यसै गरी अब सर्भिसको पाली रहेको छ बसन्त पोखरेल सरबाट र सर्भिस लाग्न सफल टिकाराम पोखरेल ज्यूलाई उहाँको के भयो त के मिलेन उहाँलाई त्यसैले यो लिन सक्नु भएन र टिकाराम सरबाट एकदमै राम्रो रिसिभ रहेको छ र अब ईश्वर श्रेष्ठले पनि राम्रो बचाउ र अब के होला त यहाँ यो गेमको माहौल केही अरू नै छ र बल कटै वाउ बसन्त पोखरेलज्यूले राम्रो हान्नु भएको थियो र सुरेन्द्र दर्नालज्यूबाट हेलिकप्टर स्पाइक रहेको थियो र बल बाहिरिन गयो अब पाली रहेको छ हाम्रो नरेन्द्र सरबाट सर्भिसको अब सर्भिस लाग्न सफल भएन त्यसैले अब बसन्त पोखरेलज्यूले झुक्क्याउनु भएको थियो र बल बाहिरिन पुगेको छ फेरि पनि सर्भिसमा हाम्रो नरेन्द्र सर सर्भिसमा हेर्न सक्नुहुन्छ झुक्क्याउने क्रममा हाम्रो नरेन्द्र सर हेरेको हेरे भएर अरुण सर निकै भित्र छिरिसक्नु भएको थियो र टिकाराम सरले भन्दै हुनुहुन्थ्यो कि तपाईले बचाउनु भएन र फेरि पनि काजी श्रेष्ठबाट सर्भिस मिस्टेक हुन गइरहेको छ अब फेरि नरेन्द्र सरबाट सर्भिस हेर्न सक्नुहुन्छ यहाँनिर कट्नु चाहिँ पर्छ र सर्भिस गइसकेको छ अब गेमको माहौल केही अरू नै छ वाउ सरले ठाडै बसेकोले झन्नेले खानुभयो त्यही ठाडैमा हाम्रो सरको लिङ्ग झन्नेले झरेको छ र अब राजन मगरबाट राम्रो लिफ्टरिङ र फेरि पनि हाम्रो लिब्रोज्यूबाट उत्कृष्ट बचाउ रहेको थियो र पनि बल यतै झर्न सफल अब बसन्त पोखरेलज्यूबाट सर्भिस र हाम्रो लिब्रो सरले बचाउनु भएको थियो र सेकेन्ड बल हाम्रो स्पाइकर ज्यूले आएर छुइदिनु भयो त्यसैले यहाँ मिस्टेक हुन गयो अब फेरि बसन्त पोखरेल ज्यूबाट सर्भिस र राम्रो रिसिभ रहेको छ र हाम्रो लिफ्टर ज्यूबाट एउटा बल बाहिरिन पुगेको छ झुक्क्याउने क्रममा
र हाम्रो बसन्त पोखरेलज्यूबाट सर्भिस मिस्टेक हुन गएको हुनाले अब अरुण केसी सरबाट सर्भिस गर्न गइराख्नु भएको छ र अरुण केसी सरले एकदमै खाली हेरेर सर्भिस हान्नु भएको छ र सर्भिस लाग्न पनि सफल भएको छ। त्यसले फेरि पनि अब हाम्रो अरुण सर नै हुनुहुन्छ यहाँ सर्भिसमा एकदम उत्कृष्ट सर्भिस फेरि पनि सर्भिस लाग्नु सफल र अरुण केसी सरको सर्भिस हेर्नको लागि सबैजना वाउ उत्कृष्ट बचाउ ईश्वर श्रेष्ठबाट र गोपाल बस्नेत सरबाट हाम्रो उत्कृष्ट स्पाइक रहेको छ र बचाउ पनि उस्तै नै रहेको छ। के चाहिँ कमी छ त हाम्रो सरहरूमा र बाहिरी बल हान्ने क्रममा हाम्रो रेफ्री हुनुहुन्छ प्रनिस मगर र नम्बर लेख्ने हुनुहुन्छ हाम्रो सुरेश बस्नेत र हाम्रो सरबाट सानो गल्ती भएको छ। बचाउने कोसिस गर्नुभएको थियो तर लिफ्टर कुद्न नसक्नु भएको कारणले बल मिस्टेक हुन गयो। त्यसैले अब यहाँ बसन्त पोखरेलबाट सर्भिस आउँदैछ र हाम्रो लिब्रो सरले एकदमै राम्रो रिसिभ दिनुभएको छ र हाम्रो स्पाइकरले आफ्नै कोर्टमा फर्स्ट कोर्ट काट्नु भएको छ। अब फेरि पनि बसन्त पोखरेलज्यूले हाम्रो सर्भिस हान्दै हुनुहुन्छ र सर्भिस आइरहेको छ हाम्रो लिब्रोबाट उत्कृष्ट बचाउ वाउ काटी श्रेष्ठ सरबाट माइनस बल एकदमै कोर्टको धार नापेर हाने जसरी धारले हान्नु भएको छ र हाम्रो सर यहाँ हुनुहुन्छ यहाँ रेस्ट टाइम रहेको छ एकछिन देख्न सक्नुहुन्छ यहाँ छलफल भइरहेको छ र तपाईँहरूलाई म नम्बर देखाउन गइरहेको छु। यहाँ हुन्छ छोले ग्याङहरू हाम्रो ग्रुप एमा टिकाराम सर क्याप्टेन हुनुहुन्छ नम्बर अङ्क 14 र ग्रुप बीमा काजी बहादुर श्रेष्ठ हुनुहुन्छ ग्रुप बीबाट 18 अङ्क रहेको छ। त्यसै गरी फेरि पनि म भिडियो बनाउने क्रममा गेम स्टार्ट हुन गइरहेको छ एकछिन पज गरेको छु।